यो के फेसबुकमा भ्युज नआउने मेन कारण भनेको यस्तो रहेछ कि मैले बुझेको हामी नयाँ नयाँ हुन्छौँ हाम्रो सब्सक्राइबर हुने त हुँदैनन् कोही अब सब्सक्राइबर नभएपछि कोही हेर्ने मान्छे चाहिँ भएन नि त र हामीले भिडियोहरू केही पोस्ट अपलोड गरियो त्यो कहीँ न कहीँ त जान्छ धेरै मान्छेको माझमा नजाला 5-10 मान्छेको माझमा जाला तर 5-10 मान्छेको माझमा गएर अनि त्यो अन्त कहीँ त्यो भिडियो जाँदैन त्यो जानेपछि भनेको 5-10वटा मान्छेको माझमा जान्छ कि ती भएको 5-10वटा मान्छेले पनि त्यो भिडियोलाई स्किप गरिदिएन 1 सेकेन्ड पनि हेरेनन् भने अनि फेरि पनि त्यो स्ट्रगल गर्दा गर्दै जाला फेरि पनि युट्युबको सिस्टमले फेरि पनि 2-4जना मान्छेलाई पठाइदिएला ती मान्छेले पनि इन्ट्रेस्ट गरेनन् अनि सक्यो कि अनि कसैले नि हेर्दैनन् के अनि युट्युबले सिस्टमले बुझ्छ यसको भिडियो यो ठिक यसको केही गतिलो भिडियो रहेनछ भन्ने बुझ्छ अनि हाम्रो भिडियो फलोअप हुने हो कि यदि त्यो भिडियो सबैले जति मान्छेसम्म जान्छन् त्यो मान्छेले मजाले हेऱ्यो भने अनि यो भिडियोमा केही छ है भनेर अनि त्यो भिडियो अझ पुस्ट गर्छ क्या त्यो अरू के भन्छ त्यो भन्दा नि अल्गोरिदमले पुस्ट गर्छ के अनि झन् भ्युज आउने झन् अगाडि बढ्ने हो अब हामी अब नयाँ मान्छेको यस्तै हो कि नयाँ मान्छेको भिडियो हाल्यो जाँदैन त्यस्तै हुन्छ हामी नयाँ मान्छेको नयाँ मान्छे एक त भ्युज छैन अनि कसैले हेर्दैन अनि भ्युज नभएको मान्छेलाई इन्ट्रेस्टमा के नै होला र भन्ने सोध्छ क्या भ्युज नभएपछि अनि त्यही भएर पुस हुँदैन त्यही भएर हामीलाई जति राम्रोसुकै कन्टेन्ट होस् त्यो अगाडि बढ्दैन क्या त्यो भ्युज सब्सक्राइबर नभएसम्म अगाडि बढ्दैन 2-4जनाले स्किप गर्छन् अनि त्यो सिस्टमले अनि राम्रो रहेनछ भन्छ अनि भिडियो अगाडि बढ्दैन अनि हाम्रो सब्सक्राइबरहरू नहुने मान्छेले हेर्न नि हेर्दैन जस्तै आजभोलि मान्छेले जज गर्छन् नि त अब तपाईँसँग पैसा छैन भने तपाईँले त्यही अनुसारको जज गर्छ नि त योसँग पैसा छैन योसँग के खुबी छ र के गर्न सक्छ र भन्छ जस्तो सोध्छन् भने हाम्रो सब्सक्राइबर छैनन् भने मान्छेले त्यही जज गर्ने क्या यसको सब्सक्राइबै छैनन् त्यसले के जानेको के गतिलो भिडियो होला भन्ने सोध्छन् कि त्यही हो कि मैले बुझेको कुरो है अरू नि हुनसक्छ यो चाहिँ मेरो बुझाइ हो पर्सनल बुझाइ हो तपाईँको कस्तो बुझाइ छ यो बारेमा यसो भनिदिनु